आज म तपाईहरुलाई यो भिडियो मार्फत यो हाम्रो हेलम्बु मेलम्ची वितरण केन्द्र अन्तर्गतको 66/11 केबी को सब स्टेसन जुन गत वर्ष 2081 मा बगाएको ठुलो बाढीले बगाएको यो सब स्टेसन हो, जुन मर्मतको काम अहिले दामदम भइरहेको अवस्था छ। देख्न सक्नुहुन्छ यो अब माघको लास्टसम्म यो अब सञ्चालनमा आउनेछ। यहाँको अब जनताहरूले धेरै प्रभावित थियो यो विद्युतबाट। कहिले भोल्टेजको समस्या, कहिले के को समस्या, अब त्यो झन्झटबाट मुक्त हुनेछन्। अब खास गरी यो अब सञ्चालनमा आइसकेपछि यहाँको अब योसँग जोडिने फिडरहरू सञ्चालन हुनेछ र सञ्चालन भइसकेपछि जुन भोल्टेजको समस्या थियो, बत्ती आउने जाने र लोडको समस्या थियो, यो सबै अब समस्याको समाधान हुनेछ र पहिलाकै जस्तै अब जुन अवस्था पहिलाको थियो त्यही पहिलाको अवस्थामा फेरि पुनः पनि विद्युतको प्रभाव पाउने हुनेछ तपाईहरु। यो माघ महिनाभरिमा सञ्चालन गर्ने तीव्र तयारी छ। यसको लागि यो सरसफाई बाढीले पुगेको थियो। यो ट्रान्सफर्मर यो लेभलसम्म पुगेको थियो। अहिले यो चाहिँ यसरी सरसफाई गरेर तयार सञ्चालनको लागि तयारी हुँदैछ। यो बसबारहरू सबै रेडी भइसकेको अवस्था छ। अब फिडरहरूको कनेक्सनहरू पनि धामाधम भइरहेछ। यो अहिले हेर्न सक्नुहुन्छ यो ट्रान्सफर्मरको अवस्था, यो सबै सरसफाई गरेर राखिसकेको अवस्था छ। त्यस पछाडि अब यो हाम्रो ट्रान्सफर्मर हो पुरेको, यहाँ कन्डिसन हेर्न सक्नुहुन्छ, सबै सरसफाइमा लागेको रहेछ। यो सबै स्विच यार्डहरूमा सबैमा पानी छिरेर यो अवस्था थियो। अब त्यसपछि सरसफाइ गरेर मर्मतको काम धामाधम भइरहेको कन्डिसन छ। यो सबस्टेसन सञ्चालन भएसँगै सिन्धुपाल्चोकको यो क्षेत्रमा गुणस्तरीय विद्युत प्रवाह हुनेछ। यहाँ सबस्टेसन बिग्रिसके पछाडि यहाँका स्थानीयहरूले साह्रै नै दुःख भोगिरहेको अवस्था थियो। कम भोल्टेज आउने, टाढादेखिको प्रसारण लाइनबाट जोडिएको हुँदा यहाँनिर चाहिँ मिल घट्टहरू सञ्चालन गर्न पनि समस्या भएको थियो भने भोल्टेज ड्रप हुने धेरै समस्या थियो। अहिले यो अवस्थामा पुगेको छ। अहिले काम भइरहेको छ, धमाधम काम भइरहेको छ। आशा गरौँ अबको यो सञ्चालन भएसँगै यहाँका स्थानीयहरूले चाहिँ सहजता हुनेछ, सजिलो महसुस गर्न पाउनेछन् भन्ने चाहिँ अपेक्षा गर्न सकिन्छ। बाँकी थप अपडेट यहाँ सञ्चालन भइसके पछाडि पनि म यहाँलाई गराउनेछु। यहाँको अब यहाँनिर के हुँदैछ, कामहरू कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा पनि तपाईँहरूलाई म पछि फेरि जानकारी दिनेछु। धन्यवाद।